बालेनको ड्रिम टिम सार्वजनिक, सोडिमलाई अर्थ र सुदनलाई गृह, को हटाए। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नो नेतृत्वमा 15 सदस्यीय मन्त्रीमण्डलको कार्यविभाजन टुङ्गो लगाएका छन्। विज्ञता र योग्यतालाई मुख्य आधार बनाउँदै प्रधानमन्त्री शाहले आजै मन्त्रीहरूको नाम फाइनल गरेका हुन्। नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता डाक्टर सोनिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने विवादास्पद छविका कारण चर्चामा रहेका गोर्खाका सांसद सुदन गुरुङले गृह मन्त्रालय सम्हाल्ने भएका छन्। यस्तै सोभिता गौतमलाई कानुन र शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएको छ। ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ र उद्योगमा अमरेश कुमार सिंह छानिएका छन्। शिक्षामा सस्मित पोखरेल, भौतिक पूर्वाधारमा सुनिल लम्साल र सञ्चारमा विक्रम तिमल सिन्हा छानिएका छन्। महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सीता बादीले पाउँदा स्वास्थ्यमा निशा मेहता नियुक्त भएकी छिन्। कृषिमा गीता चौधरी, संघीय मामिलामा प्रतिभा रावल, श्रममा दीपक शाह, पर्यटनमा खडक पौडेल, रानो र छरितो टिम बनाएर सुशासन दिने बालेनको यो मन्त्रीमण्डलले मुलुकमा कस्तो परिवर्तन ल्याउँछ त्यो भने हेर्न बाँकी छ।